के तपाईले कहिले यस्तो गाउँको बारेमा सुन्नुभएको छ जहाँ दिनभरि 7 पटकसम्म उज्यालो र अँध्यारो हुन्छ? अचम्म लाग्छ नि, तर यो साँचो हो। यो हो हुम्लाको नेकपा गाउँ। गाउँको दृश्य पहाड, बादल, स्थानीय जीवनशैली। हुम्ला जिल्लाको दुर्गम गाउँ नेकपा प्राकृतिक सुन्दरतासँगै एक अनौठो विशेषता बोकेको ठाउँ हो। यहाँको एकदमै अनौठो कुरा के छ भने दिनमै 5-7 पटक उज्यालो र अँध्यारो हुन्छ। बादल घुमिरहेको उज्यालोबाट अँध्यारो हुँदै गरेको समय। यसको मुख्य कारण हो यहाँको भौगोलिक बनावट। नेकपा गाउँ चारैतिरबाट अग्ला डाँडाले घेरिएको छ। जब जब सूर्यको ती डाँडा बीचबाट गाउँमा पस्छ, गाउँ उज्यालो हुन्छ, तर केही मिनेटमै घाम फेरि लुक्छ अनि गाउँ अँध्यारो हुन्छ। यस्तो चक्र दिनभरि चलिरहन्छ। स्थानीय बासिन्दासँग कुराकानी। स्थानीय बासिन्दाको भनाइ, हामी त बानी परेका छौँ, तर बाहिरबाट आउने मान्छे चाहिँ अचम्म मान्छन्। कहिले घाम कहिले छाया। गाउँको दृश्य, यो प्राकृतिक रहस्यले नेपाललाई अझै विशेष बनाएको छ। यहाँको मौसम परिवर्तन पनि चाँडो चाँडो हुन्छ। पर्यटक र नव आगन्तुकलाई यो अनुभव बिल्कुल नयाँ लाग्छ। सूर्योदय वा सूर्यास्त। नेकपा गाउँको यो रहस्यमय प्रकाश खेल प्रकृतिको अद्भुत देन हो। यस्तो अद्वितीय ठाउँ नेपालमै पाइन्छ जुन हेर्न योग्य छ। तपाईँ पनि कहिले यहाँ पुग्नुभयो भने दिनभरि घाम र छायाको यो खेल हेर्न नबिर्सिनुहोस्। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनुहोस्। यस्ता अनौठा तथ्यहरूको लागि हाम्रो च्यानल सब्सक्राइब गर्नुहोस्। मौसममा परिवर्तन, अचानक परिवर्तन। घाम लागिरहेको बेलामा अचानक बादलले ढाकेर झर्ना चाहिँ पानी पर्न सक्छ। कृषिमा अवसर कहिले घाम कहिले छाया हुने भएकाले स्थानीय बालीको समय र प्रविधि फरक हुन सक्छ। स्थानीय मान्यताहरू, यहाँका धेरै मानिसहरू यो प्रकृति परिवर्तनलाई देवीको क्रोध वा आशीर्वादसँग पनि जोडेर हेर्छन्। पर्यटन सम्भावना, यो प्राकृतिक रहस्यले विदेशी पर्यटकहरू समेत लोभ्याउने क्षमता राख्छ। ट्रेकिङ र भिडियो ब्लगका लागि उपयुक्त ठाउँ। दिनमै 7 पटक अँध्यारो उज्यालो हुने गाउँ